भङ्गेरे के गरेको पछि यो गोठ बनिसकेपछि आउँछ फाइनली बाँस बोकेको बनाएको सबै हो फोटो कस्तो निस्किन्छ भाइ कस्तो निक्ल्यो कोही जान्छ कि म त सकिदिएँ नि त ठुलो त हिजोकोले काठ पोलेर फेरि यहाँ फेरि के भइरहेको छ साह्रै कतिले गर्दै छ नि हौ यो छ मैला भिडियोको लागि हो नि सबैको निकाल्दै तलैसम्म खिच जेन्जी औजार त बनाएछ है केटाहरूले कामले काम सिकाउँछ भनेको यही हो नखिच्नु पो होला हेर्नु पर्ने के बाँस हो भा उयो पर बाँस यो लैजाउँ कि अब उतापट्टिको त नाप्दै पो गर्नुपर्छ खाली खेल्ने खाली कहाँ गएछ मान्छेहरूले के त मेरो खुकुरी कहाँ परेछ ठुलो सबैभन्दा पनिलो त्यो रक्सीको ठाउँमा त्यो चाहिँ त्यसो रहेछ म पनि खान्न त्यसो भने यो खान्छ मलाई भरे उसले पकाएको अब यो हिँड्दा केटा पर हाम्रो सकियो अब खाइन्छ बियर खाइन्छ निल्नु त पाउन
भिडियो खिचेर मार्यो होइन के छ अब पोस्ट नगरौँ है मेरो त यस्तो छ कि कस्तो दिनु गोप्रो चित्रे मुला पसेको हुने चित्रे पस्नु नै माथि किन मिलाउनु त अलि यता छोटो हुँदै आउँछ उता लामो त्यो कौडी रहेछ नि त यता ठुलो रहेछ चौखुडे मिले नमिलेको तिन मिल्दैन नि त चौखुडे नसर्ने अहिले हल्लिन माथि समस्या बोला उतार्नु दियो पुग्दिन चौटी नि सिधा एउटा घोप्टो दियो माथि पार्नु हो साथी भाइ उठे जा यहाँ उको ब्लक बनाउँदै त्यो चाहिँ केमा बान्ने काट्ने नि कहाँ त बान्थौ यहाँ यहाँ रहेछ डबल डबल भेटिहाल्छ
ए 20 तिर सबै त्यसो गर्दा हुन्छ लु साह्रै राम्रो आइडिया उयो किराउना दिँदा उमाथितिर पनि लाओस् 20 तिर पनि त्यसरी त्यो बाटो तल्लोबाट गिर्न छ आएर डाँडा यहाँ छ बाटो लाग्छ ओ सेगी सेगी जमान्छ उदो मात्रै उगोटी त पुरा प्लाइ ल्याउँ कि यहाँ भित्रबाट प्लाइ गर्ने हुन्छ मकिजान्छ नि के को